नेपाली कांग्रेसको एउटा नेताले के भन्दैछ, यदि जेनजी आन्दोलनको बेलामा म बाहिर थिएँ, यहाँ भइदिएको भए भिडन्त नै हुन्थ्यो अरे। सुन्नुस्, म त यहाँ थिइनँ त्यो घटना घट्ने बेला, म यहाँ भइदिए भए भिडन्त हुन्थ्यो। थुक्क धतुरे तिमी नेता, तिमी भ्रष्टाचारी, दलाली, तिमीहरू मानव तस्करहरू के चाहिँ उखाड्न सक्थिस् अब तैँले? तेरा देशैभरिका 15-20 लाख कार्यकर्ताले त केही नाप्न सकेनन्, केही उखाड्न सकेनन्। अब तँ चाहिँ के चाहिँ उखाड्न सक्थिस् र? तँ बुढो मर्ने बेला, पिण्ड दिने बेला भएको त जिउँदै खाल्डोमा गाड्ने जस्तो नेताहरू, तिमीहरू भ्रष्टाचारीको नायकहरू। आज शेरबहादुर देउवाको त्यत्रो घरमा पैसा जलेको, पैसा लुकाउनलाई एआईले बनाएको, झुटो प्रचार गरिएको, सामाजिक सञ्जालमा बदनाम गर्नलाई झुटो प्रचारहरू गरिएको छ, झुटो हल्ला फैलाइएको छ भनेर सत्यलाई ढाकछोप गर्न खोजिरहेका छौ तिमी विदेशी दलालहरू, हैन? हिजो 2007 सालदेखि अहिलेसम्म आइपुग्दा महाकाली सन्धिदेखि अहिले एमसीसीसम्म कति लुट्यौ, कति बेच्यौ, कति दलाली गर्यौ, कति मानव तस्कर गर्यौ। आफ्नै नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्यौ तिमीहरू, महिला पुरुष, श्रीमान श्रीमती, छोरा छोरी सबै मिलेर। अझ पनि भिडन्त नै हुन्थ्यो अरे। थुक्क साला नालायकहरू हो।